देशको समसामयिक राजनीतिक अवस्था बुझ्न चाहने जो कोहीका लागि आजको यस गहिरो विश्लेषणमा धेरै धेरै स्वागत छ। चुनाव भर्खरै सकिएको छ र बाहिर जुन किसिमको राजनीतिक भूकम्प गएको छ नि, हो, एकदमै ठूलो भूकम्प। त्यसको झट्का सायद सबैले महसुस गरिरहेका छन्। यो कुनै सामान्य नतिजा होइन नि त। दशकौंदेखि जरा गाडेर बसेको राजनीतिक भाष्यलाई एउटै चुनावले जरेदेखि हल्लाइदिएको छ भनौँ न। हो, र आज हामी त्यही भुइँचालोको केन्द्रबिन्दुमा पुग्ने प्रयास गर्दैछौँ। आज हामीसँग एकदमै सटिक र गहिरो जानकारीहरूको चाङ छ। हामीले विभिन्न भरपर्दा स्रोतहरूबाट सामग्री जुटाएका छौँ। ठ्याक्कै, हामीले CIN च्यानल, योहो टेलिभिजन HD, रोटिन अफ एजुकेसन र नेपाल टाइम्स जस्ता स्रोतहरूबाट भिडियो सामग्री, रिपोर्ट र समाचारहरू सङ्कलन गरेका छौँ, जसले अहिलेको अवस्थालाई एकदमै छर्लङ्ग पार्छ। र आजको हाम्रो मुख्य विषय र मिसन एकदमै स्पष्ट छ। के बालेन शाह बन्लान् प्रधानमन्त्री? यो प्रश्न त अहिले चिया पसलदेखि कर्पोरेट अफिससम्म सबैतिर गुन्जिरहेको छ नि। एकदम। जेनजी अर्थात् नयाँ पुस्ताको आन्दोलनपछिको यो अकल्पनीय निर्वाचन नतिजाले धेरैलाई चकित पारेको छ। हामी नेपालको संविधानको धारा 76, उपधारा 1 अनुसार अबको सरकार गठनको प्रक्रिया के हुन्छ भनेर चिरफार गर्नेछौँ। सँगसँगै पुराना दलहरूको सम्पूर्ण आकलन विपरीत उदाएको यो नयाँ राजनीतिक शक्तिको तथ्याङ्कले के भन्छ भन्ने पनि हेर्नेछौँ। ठिक छ, यसलाई केलाएर हेरौँ। यो चुनावको नतिजा साँच्चै नै अचम्म लाग्दो छ। यी स्रोतहरूलाई हेर्दा तपाईँलाई सबैभन्दा बढी स्ट्राइक गरेको कुरा के हो? यहाँ सबैभन्दा चाखलाग्दो कुरा के छ भने यो नतिजा केवल हार र जितको सामान्य गणित मात्रै होइन। यो त एउटा पुस्ताले अर्को पुस्तालाई दिएको कडा सन्देश हो। एउटा स्पष्ट म्यान्डेट हो। स्रोतहरूले उपलब्ध गराएका तथ्यहरूलाई हेर्ने हो भने हामी एउटा नयाँ राजनीतिक युगको प्रवेशद्वारमा उभिएका छौँ भन्ने स्पष्ट देखिन्छ। आज हामी ती सबै पाटाहरूलाई जोड्नेछौँ। त्यसो भए सिधै तथ्याङ्कतिरै लागौँ न त, किनभने अङ्कहरूले कहिले झुट बोल्दैनन्। फागुन 21 गते सम्पन्न भएको यो निर्वाचनमा खसेको कुल मत सुन्दा नै आङ सिरिङ्ग हुन्छ क्या। कति थियो ठ्याक्कै? हाम्रा स्रोतहरूका अनुसार कुल 1,09,07,000 मत खसेको छ। ओहो, यो सहभागिता आफैमा एउटा ठूलो रेकर्ड हो नि। जब जनता यति ठूलो संख्यामा भोट हाल्न निस्कन्छन्, त्यसले सधैँ विद्यमान अवस्थालाई भत्काउने संकेत गर्छ। र भत्कियो पनि। जेनजी आन्दोलनपछिको यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात् रासुवापाले जुन आदि ल्याएको छ, त्यो त कुनै राजनीतिक पण्डितले पनि सोचेका थिएनन् होला। प्रत्यक्षतर्फको नतिजा हेर्नुभयो, रासुवापाले प्रत्यक्षतर्फ मात्र एक्ले 125 सिट हो 125 सिट जितेको छ। सुन्दा अझै पनि विश्वास गर्न गाह्रो पर्ने आँकडा हो यो। 125 सिट भनेको त प्रत्यक्षतर्फको लगभग क्लिन स्विप जस्तै हो नि। अझै सुन्नुहोस् न, समानुपातिकतर्फ पनि उस्तै बाढी आएको छ। 51,19,619 मत ल्याएर रासुवापाले समानुपातिकतर्फ 58 सिट प्राप्त गर्ने स्पष्ट देखिएको छ। भनेपछि प्रत्यक्ष र समानुपातिक दुवै जोडेर विशाल आकार बन्यो। यहाँनेर चाहिँ कुरा निकै रोचक बन्छ। यो प्रत्यक्षको 125 र समानुपातिकको 58 जोड्दा कुल 183 सिट हुन आउँछ। म यहाँनेर अलिकति रोकिन चाहन्छु। यो 183 भन्ने अङ्कले खासमा कत्रो अर्थ राख्छ? यो नै आजको सबैभन्दा ठूलो टेक अवे हो क्या। यसलाई यसरी बुझौँ, हाम्रो प्रतिनिधि सभामा जम्मा 275 सिट हुन्छन्। हजुर। सरकार बनाउन अर्थात् सामान्य बहुमतको लागि कति सिट चाहिन्छ? 138 सिट। भनेपछि 138 ल्याउनेले मजाले 5 वर्ष सरकार चलाउन पायो। तर रासुवापासँग त 183 सिट पो छ त। हो नि, रासुवापासँग एक्लै 183 सिट हुनु भनेको स्पष्ट बहुमत त हुँदै हो, यो त्योभन्दा धेरै माथिको कुरा हो। कसरी? संसदमा 2/3 बहुमत पुग्नका लागि 184 सिट चाहिन्छ। यसको अर्थ रासुवापा 2/3 बहुमत भन्दा जम्मा 1 सिटले मात्र पछाडि छ। यो कुनै मिलिजुली सरकार वा गठबन्धनको वैशाखी टेकेको नम्बर होइन नि। यो एउटै दलको एकल शक्ति हो। वाउ, जम्मा 1 सिटले मात्रै 2/3 पुगेन। रोटिन अफ एजुकेसनको स्रोतले पनि यो बहुमत र 2/3को फरकलाई निकै मजाले बुझाएको रहेछ। के भनेको छ त्यसमा? त्यहाँ उल्लेख भएअनुसार सामान्य बहुमतको सरकारले कानून बनाउन, बजेट पारित गर्न र आफ्ना नीति तथा कार्यक्रमहरू सजिलै लागू गर्न सक्छ, होइन र? एकदम सही।
बहुमत भएको सरकारले दैनिक काम कारबाही गर्न र कानून पास गर्न अरू कुनै दलको भर पर्नु पर्दैन। भनेपछि स्थिर हुने भयो। हो, सरकार असाध्यै स्थिर हुन्छ र निर्णय प्रक्रिया एकदमै द्रुत हुन्छ। तर अघि हामीले कुरा गरेको 2/3 बहुमत भनेको चाहिँ अर्कै लेभलको शक्ति हो। अर्कै लेभल भन्दाले 2/3 भयो भने चाहिँ के गर्न मिल्छ त्यस्तो? 2/3 सरकारले चाह्यो भने देशको मूल कानून अर्थात् संविधान नै संशोधन गर्न सक्छ। संविधानका धारा, उपधारा र दफाहरू परिवर्तन गर्ने असीमित शक्ति 2/3 को सरकारसँग हुन्छ। ओहो, त्यसैले 183 सिटको यो गणितले राष्ट्रसभालाई एउटा अभूतपूर्व शक्तिशाली शक्तिको रूपमा उभ्याएको छ। उनीहरूलाई बहुमत त प्राप्त छँदैछ, 2/3 को एकदमै नजिक भएकाले उनीहरूको मनोवैज्ञानिक शक्ति पनि निकै उच्च छ। यो आँकडा सुन्दा त मलाई पुराना स्थापित दलहरूको अवस्था सम्झेर अचम्म लागिरहेको छ। अब उनीहरूको सिट सङ्ख्या पनि तुलना गरेर हेरौँ न। हेरौँ। नेपाली कांग्रेस, जसले सधैँ आफूलाई सबैभन्दा ठूलो र ऐतिहासिक पार्टी भन्थ्यो, उसले प्रत्यक्षमा जम्मा 18 र समानुपातिकमा 19 सिट पाउने देखिएको छ। जम्मा 37 सिट, कहाँ 183, कहाँ 37 क्या? त्यही त। अनि नेकपा एमालेको हालत पनि उस्तै छ। एमालेले प्रत्यक्षमा 9 र समानुपातिकमा 16 सिट ल्याएको छ। उता नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रत्यक्षमा 8 र समानुपातिकमा 9 सिटमा चित्त बुझाउनु परेको छ। यो त पुरै पत्तासा भएको जस्तै भएन र? हो नि। र यहाँनिर अर्को एउटा निकै रोचक तथ्य पनि म जोड्न चाहन्छु। दलहरूको यो हाहाकारको बीचमा म्याग्दीबाट एउटा गजबको नतिजा आएको छ। स्वतन्त्र उम्मेद्वारको रूपमा महावीर पुनः विजयी हुनुभएको छ। यो त साँच्चै नै एउटा प्रतीकात्मक जित हो। नवप्रवर्तन र राष्ट्रिय आविष्कारमा लागेका व्यक्तिलाई जनताले सिधै संसदमा पठाउनुले पनि धेरै कुरा बोल्छन् नि। हो, यो सम्पूर्ण गणितले अहिलेको राजनीतिक वृत्तमा ठूलो हलचल मात्र ल्याएको छैन, यसले त चुनाव अघिका सारा दावीहरूलाई हावामा उडाइदिएको छ क्या। एकदमै। चुनाव अघि पुराना दलका नेताहरूले कस्ता आकलन र दावीहरू गरेका थिए भन्ने कुरा पनि हाम्रा स्रोतहरूमा स्पष्ट रूपमा आएको छ। मलाई त त्यो सम्झिँदा पनि कस्तो कस्तो लाग्छ। ती दावीहरूले नेताहरू वास्तविकताभन्दा कति टाढा थिए भन्ने कुरा स्पष्ट देखाउँछन्। जस्तै योहो टेलिभिजनको भिडियो सामग्रीलाई नै हेरौँ न। एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन 21 गतेलाई आफ्नो नयाँ जीवन पाएको दिनको रूपमा व्याख्या गर्नुभएको थियो। हजुर। उहाँले यसलाई दुईवटा संयोगसँग जोड्नु भएको थियो। एउटा आफू सामन्ती शासकबाट मारिनबाट बचेको दिन र अर्को मृगौला फेरेर नयाँ जीवन पाएको दिन। उहाँको त्यो व्यक्तिगत सङ्घर्षको पाटोलाई हामीले सम्मान गर्नै पर्छ, तर राजनीतिमा त्यसको प्रयोग कसरी भयो भन्ने कुरा मुख्य हो। ठ्याक्कै त्यही संयोगलाई आधार मानेर उहाँले चुनाव अघि नै दावी गर्नुभएको थियो कि एमाले देशको सबैभन्दा ठूलो दल बन्नेछ र आफू नै प्रधानमन्त्री बन्ने पक्का छ। अनि अहिले एमालेको जम्मा 9वटा प्रत्यक्ष सिट छ। त्यही त। यदि यसलाई हामीले बृहत रूपमा हेर्ने हो भने यहाँ एउटा गहिरो विरोधाभास देखिन्छ। नेताहरू अझै पनि पुरानै भाष्य र भावनात्मक कुराहरूले भोट तान्न सकिन्छ भन्ने भ्रममा थिए, तर जेनजी मतदाताहरू भावनात्मक कुरामा भन्दा परिणाम र डेलिभरीमा बढी विश्वास गर्छन् भन्ने कुरा उनीहरूले बुझ्नै सकेनन्। नेपाली कांग्रेसको कुरा गर्दा पनि त्यस्तै देखिन्छ नि। कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा एकदमै जोडतोडका साथ ब्रान्डिङ नै गरेको थियो। हो नि। अझ गगन थापाले त आफू प्रधानमन्त्री भएपछि पहिलो काम नै आफ्नै पार्टीका सभापति शेरबहादुर देउबाको सम्पत्ति छानबिन गर्ने उद्घोष समेत गरिसक्नु भएको थियो। उहाँको त्यो अभिव्यक्तिमा आफू प्रधानमन्त्री हुने पक्की जस्तै छनक देखिन्थ्यो। सायद उहाँलाई लागेको थियो कि म पुरानो पार्टीभित्रको नयाँ अनुहार हुँ, त्यसैले जनताले मलाई नै रोज्नेछन्। तर जनताले त पार्टी नै नयाँ रोजिदिए। यी दावीहरू र अहिलेको नतिजा हेर्दा त आकाश जमिनको फरक देखियो नि। एकदम। अनि अर्को एउटा रमाइलो कुरा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति पनि हाम्रा स्रोतहरूमा उल्लेख छ। चुनाव अघि उहाँले कसैको पनि बहुमत नआउने दावी गर्नुभएको थियो। हो, उहाँको त्यो दावी निकै रणनीतिक थियो। हाम्रो जस्तो निर्वाचन प्रणालीमा प्राय कसैको बहुमत आउँदैन। अनि बहुमत नआएपछि मिलिजुली सरकार बन्छ। ठ्याक्कै। र मिलिजुली सरकार बन्दा आफ्नो पार्टी निर्णायक हुने, अर्थात् सत्ताको साँचो आफ्नै हातमा हुने उहाँको बुझाइ थियो। उहाँले यसलाई म्याजिक नम्बर भन्नुभएको थियो। भनेपछि थोरै सिट ल्याएर पनि सरकार बनाउने वा ढाल्ने खेलमा सधैँ आफू केन्द्रमा रहने उहाँको आशा थियो। बिल्कुल। तर हाम्रा स्रोतहरूले स्पष्ट रूपमा औल्याएका छन् कि
जनताले यो पटक म्युजिकल चेयरको यो फोहोरी खेललाई पूर्ण रूपमा अस्वीकार गरिदिए। म्युजिकल चेयर, क्या सही शब्द प्रयोग गर्नुभयो। नेताहरू कुर्सीको वरिपरि घुमिरहेका थिए, तर जनताले गीत बन्द गरेर कुर्सी नै अन्त्य लगिदिए। हो नि, जनताले एउटै दललाई यति स्पष्ट र शक्तिशाली जनादेश दिए कि पुराना दलहरूले जुन सिंहदरबारको गणित मिलाउने सपना देखेका थिए त्यो मतपेटिकामै सधैँका लागि कैद भयो। अब त गठबन्धनको कुरा पनि भएन। राजनीतिक शक्ति सन्तुलनमा यो नतिजाले कुनै पनि प्रकारको सम्झौता वा गठबन्धनको गुन्जाइस नै छोडेको छैन। जेन्जी आन्दोलनले सल्काएको जुन वितृष्णा थियो त्यसलाई सम्बोधन गर्दै जनताले पूर्ण स्थायित्वको पक्षमा फैसला सुनाएका छन्। त्यसो भए यसको समग्र अर्थ के हो त? अब हामी आजको मुख्य मिशन अर्थात् प्रश्नतर्फ आउँछौं। के बालेन शाह अब प्रधानमन्त्री बन्दैछन्? धेरैलाई त्यस्तै लाग्छ। धेरै श्रोताहरूलाई लाग्न सक्छ रासोपाले यत्रो भोट ल्यायो, अब सिरै बालेन प्रधानमन्त्री भइहाले नि। तर यसको प्रक्रिया अलिकति फरक छ, होइन र? हो, नेपालको कानूनी र संवैधानिक व्यवस्था अलिकति फरक छ। हाम्रो देशमा प्रत्यक्ष जनमतबाट, जस्तै अमेरिकामा राष्ट्रपति छाने जसरी सिधै प्रधानमन्त्री छानिने व्यवस्था छैन। भनेपछि सबैभन्दा पहिले प्रतिनिधि सभाको सांसद निर्वाचित हुनु पर्यो। ठ्याक्कै, प्रधानमन्त्री बन्नको लागि सबैभन्दा पहिले प्रतिनिधि सभाको सदस्य अर्थात् सांसद हुनुपर्छ। त्यसपछि आफ्नो पार्टीको संसदीय दलको नेता चुनिनुपर्छ। यस विषयमा नेपाल टाइम्सको रिपोर्टले निकै राम्रो जानकारी दिएको छ। उनीहरूको रिपोर्ट अनुसार रासोपाले चैत्र 5 गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने तयारी गरिरहेको छ। हजुर। अनि रोचक कुरा के छ भने चुनाव अघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएको थियो नि त। हो, चुनाव प्रचार प्रसारकै क्रममा रासोपाले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वार बालेन शाह हो भनेर जनतामाझ लगेको थियो। त्यसैले अहिले आएर संसदीय दलको नेता अरू कोही बन्ने भन्ने प्रश्नै उठ्दैन। काठमाडौँ क्षेत्रमय 3बाट निर्वाचित रासोपा सांसद राजुनाथ पाण्डेले त मिडियामै आएर बालेनै प्रधानमन्त्री बन्ने कुरामा दायाँ बायाँ नहुने दावी गरिसक्नु भएको छ। भनेपछि उहाँ नै दलको नेता बन्ने निश्चित जस्तै छ। तर मलाई एउटा कुरा बुझाइदिनुस् न, यसको संवैधानिक बाटो चाहिँ कसरी अगाडि बढ्छ? राष्ट्रपतिले कसरी नियुक्त गर्नुहुन्छ? यो एकदमै महत्त्वपूर्ण पाटो हो र यसलाई बुझ्न हामीले CIN च्यानलमा संविधानविद डाक्टर चन्द्रकान्त ग्यावालीले दिनुभएको स्पष्टीकरणलाई आधार मान्नुपर्छ। नेपालको संविधानको धारा 76 उपधारा 1 ले बहुमत प्राप्त दलको सरकार गठनबारे प्रष्ट व्याख्या गर्छ। धारा 76 उपधारा 1, यो धारा त विगत धेरै वर्षदेखि प्रयोगमै आएको थिएन जस्तो लाग्छ मलाई, किनभने कसैको बहुमत नै आउँदैनथ्यो। एकदम सही नोटिस गर्नुभयो। लामो समयपछि यो धारा सक्रिय हुँदैछ। डाक्टर ग्यावालीको अनुसार प्रक्रिया यस्तो हुन्छ, जब प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम मत परिणाम आउँछ, निर्वाचन आयोगले त्यो अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँछ। अनि प्रतिवेदन बुझाइसकेपछि के हुन्छ? प्रतिवेदन बुझाइसकेपछि त्यो अन्तिम परिणाम प्राप्त भएको मितिले 30 दिनभित्र राष्ट्रपतिले संघीय संसदको अधिवेशन बोलाउनु पर्ने संवैधानिक व्यवस्था छ। अधिवेशन सुरु भएपछि सबै 275 जना सांसदलाई शपथ ग्रहण गराइन्छ। ओके, शपथ ग्रहण भयो। अनि त्यसपछि? त्यसपछिको कदम भनेको दलहरूले आफ्नो संसदीय दलको नेता छान्ने हो। रासोपाले बालेन शाहलाई संसदीय दलको नेता छानेपछि संविधानको धारा 76 उपधारा 1 अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा बालेन शाहलाई सिधै प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ। भनेपछि राष्ट्रपतिलाई यहाँ अरू कुनै दलसँग सल्लाह गर्ने वा समय दिने कुनै जरुरतै भएन। बहुमत छ, नियुक्ति दियो, सक्यो। बिल्कुल। अहिलेको अवस्थामा रासोपा बाहेक अरू कुनै दल बहुमतको नजिक पनि छैनन्। त्यसैले राष्ट्रपतिसँग धारा 76 उपधारा 1 बमोजिम बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने बाहेक अरू कुनै विकल्प वा संवैधानिक अडान रहँदैन। यो त एकदमै सिधा र सफा बाटो भयो। अनि यो नयाँ सरकार गठन हुनुअघि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने संवैधानिक र नैतिक प्रक्रिया पनि सँगसँगै अगाडि बढ्छ होला नि? हो, नयाँ म्यान्डेट आइसकेपछि वर्तमान प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ। यो एउटा स्थापित लोकतान्त्रिक अभ्यास हो। अब अर्को एउटा कुरा जुन हाम्रा स्रोतहरूमा बारम्बार उठेको छ र जसले मलाई निकै उत्साहित पनि बनाएको छ, त्यो हो मन्त्रीमण्डल गठनको कुरा।
बालेन शाह प्रधानमन्त्री बनेपछि मन्त्रीहरू कसरी छानिन्छन् भन्ने विषयमा रासोपाभित्र कस्तो छलफल भइरहेको छ भन्ने कुरा पनि बाहिर आएको छ नि। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ। हामीले विगतमा देखेको मन्त्रीमण्डल गठन प्रक्रिया कस्तो हुन्थ्यो? ओहो, विगतको कुरा त के गर्नु, सधैँ भागबण्डा, फलानो गोठलाई यति मन्त्रालय, ढिस्कानो गोठलाई उति मन्त्रालय, अनि गठबन्धनका दलहरूलाई फकाउनै पर्ने। हो, विगतमा सरकार बनाउनकै लागि मन्त्रालय फुटाउनेदेखि लिएर क्षमता नै नभएका व्यक्तिलाई मन्त्री बनाउने सम्झौताहरू हुन्थे। तर अहिले रासोपासँग कसैको बैशाखी टेक्नुपर्ने बाध्यता छैन। उनीहरूसँग आफ्नै एकल बहुमत छ। स्रोतले उल्लेख गरे अनुसार बालेनले मन्त्री छनौट गर्दा कुनै पनि प्रकारको लिने दिने सम्झौता अर्थात् गिभ एन्ड टेक नगर्ने र आफ्नै क्याबिनेट आफै छनौट गर्ने कुरा आएको छ। यो त परम्परागत राजनीतिक शैलीभन्दा निकै फरक अभ्यास देखियो नि। एकदमै फरक र सकारात्मक अभ्यास हो यो। सभापति रवि लामिछानेसँगको परामर्शमा बालेन शाहले आफूलाई कम्फर्टेबल हुने अर्थात् काम गर्न सहज हुने र डेलिभर गर्न सक्ने टिम आफै छनौट गर्ने जुन कुरा बाहिर आएको छ, यसले सरकारको कार्यक्षमतामा ठूलो प्रभाव पार्न सक्छ। रासोपाकी सहप्रवक्ता प्रतिभा रावलले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताउनु भएको छ। मन्त्री बन्नकै लागि हुने आन्तरिक चलखेल र बाह्य दबावलाई लिने दिने सम्झौता हुँदैन भनेर पहिल्यै नकार्नु भनेको सुशासनको एउटा बलियो सङ्केत हो। प्रधानमन्त्रीले आफ्नो टिम आफै छान्न पायो भने मात्र उसले पूर्ण रूपमा जवाफदेही भएर काम गर्न सक्छ। अनि अर्को एउटा रमाइलो कुरा पनि छ यहाँ। सांसद राजुनाथ पाण्डेले त झन् मिडियामा आएर रासोपाका नेताहरूलाई पार्टीको लाइन विपरीत दायाँ बायाँ कुरा नगर्न कडा निर्देशन नै दिनुभएको छ। भनेपछि अनुशासनमा निकै कडाई छ। हो नि, पार्टीले जे बोल्छ त्यही गर्छ र प्रधानमन्त्रीको उम्मेद्वार बालेन्द्र शाह नै हो भन्ने कुरामा कुनै कन्फ्युजन नराख्न उहाँले स्पष्ट पार्नु भएको छ। यो अनुशासनको पाटो निकै महत्त्वपूर्ण छ। विगतमा हामीले एउटै पार्टीका नेताहरूले मिडियामा एकअर्का विरुद्ध बोल्ने, गुटगत राजनीति गर्ने देखेका थियौं। तर रासोपाभित्रको यो अनुशासन, जहाँ नेताहरूलाई मिडियामा जथाभावी बोल्न छुट छैन, यसले एउटा अनुशासित र लक्ष्यप्रति केन्द्रित सङ्गठनको अभ्यास गरिरहेको देखाउँछ। साँच्चै नै आज हामीले जति पनि स्रोतहरू केलायौं त्यसले एउटा स्पष्ट र आशा लाग्दो चित्र कोरेको छ। यो छलफलको अन्त्यतिर आउँदा मलाई लाग्छ हामीले आज निकै गहिरो कुराहरू गर्यौं। पक्कै पनि। हामीले केवल समाचारका हेडलाइनहरू मात्र पढेनौं, त्यसको भित्री अर्थ पनि खोज्ने प्रयास गर्यौं। निष्कर्षमा भन्नुपर्दा हामीले आज देख्यौं कि कसरी एउटा नयाँ दलले पुराना सबै राजनीतिक गणित, परम्परागत सोच र नेताहरूका म्याजिक नम्बरका आशाहरूलाई भत्काउँदै झण्डै 2/3 शक्तिशाली सरकार बनाउने अवस्थामा पुग्यो। र चुनावअघिका ठूला दाबीहरू कसरी जनमतको अगाडि फिका साबित भए भन्ने पनि हामीले तथ्यगत रूपमा हेर्यौं। हो नि, र सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालको संविधानको धारा 76 उपधारा 1 अनुसार बहुमत प्राप्त दलको हैसियतले बालेन शाह सहजै प्रधानमन्त्री बन्ने बाटो कसरी तय भयो भन्ने प्रक्रिया पनि हामीले प्रष्ट पार्यौं। यो एउटा राजनीतिक परिवर्तन मात्र नभएर नेपाली जनताको मनोविज्ञानमा आएको ठूलो बदलावको सूचक पनि हो। म यसमा अलिकति थप्न चाहन्छु। आजको यो विस्तृत विश्लेषणले राजनीतिक घटनाक्रमको जानकारी मात्र दिएको छैन, यसले नागरिकलाई सुसूचित पनि गरेको छ। बहुमत र 2/3 सरकारको अर्थ के हुन्छ भन्ने कुरा आम मानिसले बुझ्नु जरुरी छ। एकदम सही कुरा। जब नागरिकहरू कानून निर्माण, बजेट प्रक्रिया र संविधानको मर्मबारे जानकार हुन्छन्, तब मात्र उनीहरूले आगामी दिनमा बन्ने यति शक्तिशाली सरकारलाई सही मार्गमा हिँडाउन र जवासदेही बनाउन सक्छन्। ज्ञान नै शक्ति हो। यो अभूतपूर्व जनमतले नयाँ सरकारलाई काम गर्ने असीमित अवसर दिएको छ, तर सँगसँगै जनताको अपेक्षा पूरा गर्नुपर्ने असाधारण चुनौती पनि उनीहरूको काममा छ। 183 सिटको दम्ब होइन, जिम्मेवारी बोध हुनुपर्छ। र आज हामीले प्रस्तुत गरेका स्रोतहरूले त्यही ज्ञानलाई सर्वसाधारणको पहुँचमा पुर्याउने काम गरेका छन्। अब आजको यो गहिरो विश्लेषणको अन्त्य गर्नुअघि म एउटा निकै गम्भीर र सोच्न बाध्य बनाउने प्रश्न यहाँ छोड्न चाहन्छु। म पनि सुन्न उत्सुक छु। हामीले अघि नै चर्चा गर्यौं कि राष्ट्रपासँग अहिले 183 सिट छ।
यो भनेको संविधान संशोधन गर्न चाहिने 2/3 अर्थात् 184 सिटभन्दा जम्मा 1 सिटले मात्र कम हो। हजुर, केवल 1 सिट। र हामीले यो पनि बिर्सन हुँदैन कि म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारको रूपमा महावीर पुन एक्लै विजयी हुनुभएको छ। अब प्रश्न यो उठ्छ, के बालेन शाह नेतृत्वको आगामी सरकारले महावीर पुन जस्ता स्वतन्त्र सांसदको समर्थन लिएर संविधान नै संशोधन गर्न सक्ने 2/3 त्यो असीमित र अन्तिम शक्ति प्राप्त गर्ला? ओहो, यो त निकै गहिरो राजनीतिक सम्भावना हो। 183 + 1 = 184। ठिक्कै। र यदि त्यसो भयो भने यो नयाँ राजनीतिक शक्तिले नेपालको संविधानमा कस्ता आधारभूत परिवर्तनहरू ल्याउन खोज्ला? के उनीहरूले वर्तमान व्यवस्थाका त्रुटिहरू सच्याउलान् वा राज्य संरचनामै कुनै नयाँ प्रयोग गर्लान्? यो एउटा यस्तो विषय हो जसले भोलिको नेपालको पूर्ण दिशा तय गर्नेछ। यो साँच्चै नै विचारणीय प्रश्न हो। यसले आगामी राजनीतिको मार्गचित्र नै परिवर्तन गर्न सक्छ। हो नि। यस विषयमा थप अध्ययन गर्न र आफैले विचार मन्थन गर्न म सबैलाई आग्रह गर्दछु। देशको राजनीति अब कुन मोडमा पुग्छ त्यो हेर्न निकै रोचक हुनेछ। आजको यस गहिरो विश्लेषण र तथ्यपूर्ण छलफलबाट हामी बिदा माग्छौं। सँगै रहेर यो महत्त्वपूर्ण विषयलाई यति गहिराईमा बुझ्ने प्रयास गरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।